गुड मर्निङ लामा ब्लगमा हजुरलाई स्वागत छ। यो नदेखाउँ भन्दा पनि देखाउने अवस्था छ, किनभने यो कुकुरको नाम चाहिँ काली हो। यो चाहिँ आज हाम्रो घरमा आएको लगभग 10-12 वर्ष भयो लगभग। यसको आमाको एक्सिडेन्ट भएर आमाको मृत्यु भएपछि यसलाई यतिको लावारिस हुँदाखेरि हामीले घरमा ल्यायो। तर तपाईँहरूको पनि वरिपरि यसो लोकल कुकुरहरू होला, तपाईँहरूले एउटा कुरा याद गर्नुभएको होला, यो मैले किन देखाएको भन्दाखेरि यसको युट्रस इन्फेक्सन भएर हेर्नुहोस् त पानी झर्छ है। यो लोकल कुकुर हो। अब यो अगर यो राम्रो घरको कुकुर भएको भए है यसको यस्तो अवस्था नहुने। किन नहुने भन्दाखेरि यसको कस्तो हुन्छ भने सरकारले चाहिँ एउटा बध्याकरण है, परिवार नियोजन जस्तो बच्चा नपाओस् भनेर चाहिँ यसलाई यसो बध्याकरण गर्दा रहेछ। अनि त्यसले गर्दाखेरि चाहिँ के छ भने आउने दिनमा यो बध्याकरण गरेपछि यो बध्याकरण गरेपछि यसको कानमा हेर्नुहोस्, यो काटेको छ नि, यो कान यहाँ, यो बध्याकरणको निशानी हो। हामीले बध्याकरण गऱ्यो भने सरकारले यसको कान काटिदिन्छ, हेर्नुहोस् है, चिन्नुको लागि। अनि त्यसले गर्दाखेरि चाहिँ आउने दिनमा चाहिँ म सरकारलाई पनि हाम्रो सरकारलाई पनि के आग्रह गर्छु भने यसरी पशुमाथि अत्याचार चाहिँ नगरौँ है। यो बध्याकरणको लागि यिनीहरूले सङ्गिनी सिउ युज गर्छ, जो चाहिँ महिला लेडिजहरूको लागि हो। अनि उनीहरूलाई सस्तो कामको लागि अनि करोड रुपियाँको घपला हुन्छ। यो पशुमाथि यो अत्याचार हो। खास त यसलाई अपरेसन गर्ने बेलामा उनीहरूले के गर्छ भने सङ्गिनी सिउ, जो महिलाहरूको लागि सङ्गिनी सिउ हो, त्यो ल्याएर यसलाई लगाइदिन्छ। त्यसले गर्दाखेरि के भयो, यसको युट्रस इन्फेक्सन हुन्छ। यो मैले आज यो कुकुरको मात्रै होइन, थुप्रो कुकुरको देखेँ। हजुरहरू पनि यसको लागि सतर्क बस्नु होला। कुनै पनि परिवार नियोजनको अवस्थामा गर्ने हो भने तपाईँले एउटा केन्द्रमा गएर, पशु चिकित्सक केन्द्रमा गएर अपरेसन गराउनु निःशुल्क पनि हुन्छ। यो हाम्रो पुष्पलाल चोकमा हाम्रो यो पशु स्वास्थ्य शिविर छ, टाइममा लाग्छ। हजुरहरू जानकारी लिँदै गर्नुहोला। हस् त, धन्यवाद। आजको लागि यति, धन्यवाद।